ल आज 12 किलो दहमा कस्तो लागिरहेछ really very excited with my wife अनि पहिलो माघी हाम्रो आफ्टर म्यारेज फर्स्ट टाइम म पनि धेरै वर्ष पहिला 10-12 वर्ष पहिला आउँथेँ मेरो स्टुडेन्ट लाइफमा अहिले चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा बाहिर भएन धेरै वर्षपछि आएको छ अलि बेसरी बोल्नु ल आवाज सर्प पनि आइरहेछ हजुर पानीमा सर्प पनि यतैतिर खै परिरहेछ खै खै सर्प हो कहाँनिर गालीको छ खै खै कहाँनिर उहाँ चाहिँ हाम्रो देउडा हुनुहुन्छ कहाँनिर कि मैले देखेन यहाँनिर यता आउला के देउडा हुन्छ घुम्नु होला फेरि देउडाले खै खै ओ माई गड ओइ नगर न नगर यता आउला के नगर बाबु मलाई कस्तो डर लाग्छ ल चलाउ त चलाउ चलाउ कहाँ समाउने हो र आयो नि आयो बाह्रकोले कान्छा देउटा के अरे के त कहाँ छ छोडेको हो र ऐतिहासिक एवं धार्मिक स्थल बाह्रकुने दह पहिला 2047-48तिर हाम्रो बाबामाहरू यहाँ आउनुहुन्थ्यो अरे त्यतिखेर पूजा गरेर चाहिँ मलाई चाहिँ माग्नु भएको अरे मागेर जन्मेको मान्छे जन्मेको ग्रह देवताको बाह्रकुनेको चाहिँ वरदान हो म हो त्यही भएर दर्शन गर्न आउनुभएको अहिले सर्प देवता है अहिले खुट्टा छिरछिर चलाउँदैछ बिस्तारै अहिले 50 मा झर्छ अहिले 50 मा झर्छ फेरि अहिले फेरि उतातिर घुस दियो भन्ला भाइले यसले दिनुपर्छ फेरि मार्छ त्यस्तो काम गर्नुहोस् हामी डकको माथि चढिरहेछौँ नच बिस्तारै 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 जाने है यताको भाइ भने कता जाने हो कुनामा हो त्यतैतिर कति सालदेखि चलाइरहेको ग्रिलकोसम्म के दुबे भर्खर वा परेवा वाउ के गर्ने हो हामी चाहिँ एकदम भाग्यमानी महसुस गरिराखेको छौँ हामी चाहिँ दुईवटा प्रकृतिले मात्रै यो पायो सो थ्याङ्क यू सो मच उहाँलाई भाइलाई पनि राम्रो चलाइदिनु भयो यो चाहिँ रानी बजु खान पनि रहेछ यहाँ है विष्णु ग्रह कान्छा ग्रहको खान पनि रहेछ रानी बजु थान पनि छ अनि विष्णु ग्रह अनि कान्छा ग्रह सोध्दैछन् नि कति रुपियाँ एकजनाको कति रुपियाँ भन्ने सोध्दैछ यो यता खाली भएर यतातिर ढल्क्या छ नि हो तिमीको वेट बराबर त म छु त एक्लै यो अलि 50 किलो छैन 40 र 50 90 किलो तिमी त अलि बढी भयो 20 किलो पारी अरू 10-15 सेकेन्ड सक्यो यो ल्याइदिउँ
जाम है त हामीले अब लगभग हाम्रो एक राउन्ड सकाउनु लाग्यो है अलि बिस्तारै चलाऊ मान्छेको अनुहारै देखिरहेको छ